चुलोको सेल्स बढ्या छ, इन्डक्सनको होइन, जेनेरेटरको सेल्स बढ्या छ, ब्याट्रीको सेल्स बढ्या छ होइन, दुःख पाएको छ र भुक्तभोगी म आफू हो होइन। यो किन भइरहेछ? त्यस्तै उनले हितेन्द्र देवलाई लोड सेडिङ नभएको भन्दै झुट नबोल्न समेत आग्रह गरे। अनि लोड सेडिङ भइरहेकै छ तर तपाईले छैन भन्नुभयो, एक्लैले हात उठाउनुभयो। तपाईँ त तपाईँका मञ्चमा बसेकाले उठाएर भएन, मञ्चभन्दा बाहिर बसेकाले उठाउनु पर्यो, उनले भने। अनि लोड सेडिङ भइराखेको छ, तपाईँले छैन भन्नुभयो, तपाईँ एक्लै हात उठाउनुभयो, तपाईँ र तपाईँका मञ्चमा बस्नेले उठाएर भएन, यहाँ पत्रकार मित्र र यहाँ फ्लोटमा बस्नेले उठाउनु पर्यो क्या, निभेकै छ। ल हेर्नुहोस् किन निभिरहेको छ यसरी? जनतालाई यसरी दुःख दिन पाइएन नि? किन निभिरहेछ यसरी? जनतालाई यस्तो त गर्न पाइएन नि होइन, बत्ती किन निभिरहेछ र? त्यस्तै उनले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन र लाइन काट्न नसक्ने बताउनेले जनताको लाइन काट्न मिल्छ भन्दै प्रश्न तिर्स्याए। तपाईँले त्यो डेडिकेटेड ट्रङ्क लाइनवालाको सुन्नुहोस् न, उठाउन सक्दिन यो भन्नुहुन्छ होइन, उनीहरूको लाइन काट्न सक्नुहुन्न भन्नुहुन्छ, अनि जनतालाई चाहिँ नि लाइन काटिदिनु, सबैको सबैजनालाई काटिदिने,